परिवारमा राम्रै हामी 7 जना दाजुभाइ 2 जना दिदीबहिनीहरू हामी है। अन्त हो त्यसरी चल्दै गर्दाखेरि चाहिँ एक दिन हाम्रो घरमा अचानक हाम्रो मेरो सानो दाजुमा एउटा बिमारी आयो है। तपाईँले सोच्नुहुन्छ होला त्यो बिमारी सँगै भयो भनेर। र त्यसरी बिमारी आउँदाखेरि चाहिँ बिमारी चाहिँ के भयो भन्दाखेरि चाहिँ हामीले धेरै धामी जाति अब हाम्रो आमाहरू त एकदमै है अब त्यस्तो धर्म कर्ममा चाहिँ अब हाम्रो आमा चाहिँ मेरो आमा चाहिँ नेपालको हुनुहुन्छ र एकदमै धर्म कर्म नेपालकोहरू कस्तो हुन्छ भन्नुहोस् त, तपाईँलाई थाहै छ धर्म कर्ममा एकदमै बेसी अब त्यो पूजा आजा त्यस्तो भन्ने कुरामा एकदमै बेसी आस्था राख्नेहरू। र हो त्यसरी राख्दाखेरि चाहिँ मेरो सानो दाजुमा चाहिँ एउटा बिमारी आयो। बिमारी चाहिँ के भन्दाखेरि ब्लड क्यान्सर आयो। ब्लड क्यान्सर आउँदाखेरि चाहिँ त्यति बेला चाहिँ अब यति बिघ्न हामीले धामी झाँक्री हामीले गऱ्यौँ होइन। अब पहिला चाहिँ थाहा हामीले त्यो बिमारी फुटाएको थियौँ न, र हामीले त्यसरी कहाँ कहाँ पुऱ्यायौँ, कता 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 गऱ्यौँ। चारतिर गरिसक्दाखेरि चाहिँ भरे भएन। मेरो दाजुलाई त्यहाँबाट हस्पिटलहरू लग्यो है। त्यहाँबाट लास्टमा अब एउटै उपाय, अन्त म अहिले यही याद गर्छु, अन्तमा चाहिँ मान्छे हामी जति पनि भ्रमण गर्छौँ नि, अन्तमा चाहिँ एक दिन हामीले परमेश्वर खोज्नु कर लाग्दो रहेछ क्या त। साँचो ईश्वर चाहिँ खोज्नु हामीलाई कर लाग्दो रहेछ। त्यति बेला हामीले निर्णय गऱ्यौँ हामीले अब प्रार्थना गर्ने है, प्रार्थना गराउने भनेर। तर हो त्यसरी हामीले प्रार्थनाहरू गरायौँ। माथिबाट त्यति बेला जोरमङ्गलाबाट आउनुभएको थियो चर्चबाट, त्यहाँको आमाहरू आउनुभएको थियो, प्रार्थनाहरू गरायौँ। त्यहाँबाट हामीले हाम्रै स्थानीय हाम्रो गाउँदेखि धेरै तलको एकजना पास्टरको हुनुहुन्थ्यो, उहाँलाई बोलायौँ। हो त्यसरी प्रार्थना गर्दा गर्दा तर बिमारी के भयो भन्नुहोस् त, चङ्गाइ भएन, बिमारी मर्नु भयो, बित्नु भयो है। तर अब अचम्मै लाग्छ नि है, अब हामीले उहाँकै लागि हामीले प्रार्थना गरेको थियौँ चङ्गाइ होस् भनेर, तर बिमारी मऱ्यो। तर हामी कसरी प्रब्लम आयो। र मेरो तपाईँहरूलाई उत्साह चाहिँ यही छ है, जब मेरो दाजु मर्नुभयो अब त्यति बेला प्रार्थना गर्दाखेरि चाहिँ जुन चाहिँ वचनहरू हामीले पास्टरकोबाट हामीले परमेश्वरको जीवित वचनहरू सुन्यौँ नि, सायद त्यो मेरो दाजु बित्नुभयो, सायद त्यो दाजुसँग नै त्यो वचन गाडिनु भयो। पछि त्यहाँबाट चाहिँ त्यसको फल चाहिँ को भन्नुहोस् त, हामी उम्रेर आयौँ। मेरो गवाई चाहिँ यही छ। अब म चाहिँ बिमारी जाति भएर हामी सँगै भएर आएको होइन, तर मेरो चाहिँ दाजु खसेर चाहिँ दाजुबाट चाहिँ हामी चाहिँ अहिले हामी सबै परिवार प्रायः परिवार त्यति बेला थिएन, 2-3 घर मात्रै थियो हाम्रोमा विश्वासीहरू, तर अहिले चाहिँ हामी 8-9 घर भएछौँ हामी। र त्यति बेलाको वचन सुनेर चाहिँ अब एउटा विश्वासी जब हामी है परमेश्वरमा आउँछौँ भने हामी कहिले पनि अटोमेटिकली हामी चेन्ज हुँदैनौँ कहिले पनि। यो तपाईँहरूले पनि अनुभव गर्नुभएको कुरा हो। र त्यति बेला मैले जुन चाहिँ विश्वासको डोरी समाएको थिएँ नि, अब हाम्रो जीवनमा यति बिघ्न आयो, फेरि आँधी हुरीहरू आयो, फेरि हाम्रो परिवारमा त्यस्तै खालको कतिवटा आयो। तर त्यो विश्वासको डोरी चाहिँ नि जब तपाईँलाई याद गर्नुहुन्छ, कुनै ठुलो हावाहुन्डी आउँदैछ भने तपाईँले एउटा बलियो चिजलाई समाउनुहोस् त, तपाईँलाई उडाउँदैन कहिले पनि। हामीले पनि त्यसरी नै विश्वासलाई मैले चाहिँ समाइराखेँ। हाम्रो परिवारमा अझै आयो त्यस्तो घटनाहरू पछाडि पछाडि विश्वास गरेर पनि क्या त, कहिले पनि विश्वास गरेर परमेश्वरमा आएर चाहिँ हाम्रो कतिवटा कुराहरू चाहिँ क्या अटोमेटिकली चेन्ज हुँदैन रहेछ। अन्त तर त्यो विश्वासको डोरीलाई त हामीले बलियो समाएकोले गर्दा चाहिँ अहिलेसम्ममा अब त्यो बिचको घटनाहरू भन्दिनँ, किनभने म 5 मिनट गइहाल्यो है। बिचको घटनाहरू भन्दिनँ किनभने यो घटना भने एकदमै लामो हुँदछ। र त्यति बेलाको त्यो विश्वासको डोरीलाई चाहिँ त्यो वचनलाई चाहिँ समाएर चाहिँ अहिले हालैमा चाहिँ अब म पनि सोल्डमा तपाईँले देख्नु हुँदैछ होला, अघि मैले फिलिङ्स गर्दै थिएँ है, मैले सोच्दै थिएँ, तपाईँले सोच्नु हुँदै थियो होला सोल्डकोहरू स्टुडेन्टहरू आउँदैछ भनेर। अब हामीलाई देख्नु भएर यहाँनिर क्या त अलिकति छक्कै पर्नु भयो होला। अब विद्यार्थी भन्दा चाहिँ के सोच्छु भने चाहिँ हामी मसिनो छ होला अलिकति है, जस्तै 18, 19, 20, 25 वर्ष, तर हामीलाई देख्नु त चाहिँ अलिकति अचम्म लाग्यो होला तपाईँलाई। तर परमेश्वरले चाहिँ याद गर्नुभएको छ, कहिले पनि अनुहार, कहिले पनि जात, अघि हामीले गीत गाउँदैछौँ नि, कहिले पनि उयो उमेर हेर्नु हुँदैन क्या त। र म त्यहाँनिर एउटा घटना के भन्दैछु भने जब इजरायलीको ठुलो के अरे समस्या भनेको चाहिँ के थियो भन्नुहोस् त, गोलियत थियो नि। जब गोलियतले चाहिँ इजरायलीलाई एकदमै धम्की दिन्थ्यो, त्यति बेला साउल राजाको पालामा इजरायललाई साउल राजाले त्यहाँनिर चलाइरहेको त्यति बेला गोलियत चाहिँ त्यहाँनिर ठुलो समस्या भएर आएको छ। अब गोलियत कति फुटको थियो भने लगभग 10 फुटको थियो होइन, गोलियत 10 फुटको थियो। त्यति बेला अब गोलियतको अगाडि सामना गर्नु चाहिँ कसैलाई पनि आँटा थिएन, साउल राजाधरि पनि अब त्यति बेला डराएको थियो। तर त्यति बेला परमेश्वरले गोलियत राजा जस्तो त्योभन्दा शक्तिशाली ल्याउनु भएन, तर सानो एउटा 14 वर्षको ठिटोको दाउदलाई त्यहाँनिर चुन्नुभएको छ। र आज परमेश्वरको एउटा योजना चाहिँ कस्तो छ भनेदेखि परमेश्वरले कहिले पनि धनी गरिब, अघि हामीले हेरिरहेको थियौँ है, सुनिरहेको थियौँ, धनी गरिब जात पात कहिले पनि हेर्दैन।
एबिलिटी भएको कहिले पनि हेर्नुहुँदैन। परमेश्वरले चाहिँ एउटा हेर्दै हेर्नुहुन्छ क्या त। तपाईँलाई म यही इन्करेज गर्दछु र मेरो त्यो गवाईले चाहिँ अहिलेसम्म मैले विश्वास र डोरी पक्रेको कारणले गर्दा चाहिँ हाम्रो परिवारमा धेरै उतार चढाउहरू आयो, धेरै त्यस्तो घटनाहरू भयो। धेरै पछाडिमा मेरो सायद हाम्रो पास्टरबाट त चिन्नु पनि हुन्छ होला, रेभरेन्ड सान्वी साहबबाट चाहिँ मेरो कान्छा भेना हो, उहाँको श्रीमती चाहिँ मेरो कान्छी दिदी हो। त्यो समयमा हाम्रो कान्छी दिदी पनि बितेको त्यहाँबाट पछि। अन्त एउटा त्यस्तो अब कलिलो उमेरमा है एउटा पास्टरको आमा पनि अब त्यस्तो बित्यो। त्यहाँबाट पछाडि फेरि हाम्रो परिवारमा अझ त्यस्तो घटनाहरू भयो। तर हामीले होइन रहेछ परमेश्वर छैन रहेछ, होइन रहेछ यो भनेर कहिले पनि भनेन क्या। तर त्यो विश्वासको डोरी जुन चाहिँ एकपल्ट समाएको थियो नि, अहिलेसम्म पनि हामी समाइरहेछौँ। र यो समयहरूमा चाहिँ तपाईँलाई म यही इन्करेज गर्छु है। अहिले हामी म सोल्डमा भर्ना भएको छु। म किन भन्नुहोस् त, अब हामीलाई कतिचोटि के हुन्छ भने हामीले सबै कुरा जान्दछौँ भनेर हामीलाई भ्रमण हुन्छ नि है। तर पावलले के भन्दछ, जसले जे जान्दछ भन्छ त्यसले केही पनि जानेको हुँदैन। जब म सुरुको दिनमा सोल्डमा गएँ नि, सुरुको क्लासमै म खाला खुरुक भएँ, मैले केही पनि जानेको छैन रहेछु भनेर क्या। अब त्यस्तो फिलिङ्स हुन्छ है। अन्त अहिले म सोल्डमा गएको मतलब चाहिँ के हो भनेदेखिलाई होइन, मैले अघि नै भन्नुहुँदै थियो पास्टरले पास्टरलाई उछिटाएर पास्टर गएको पद ओगट्नुलाई होइन। तर हामी जस्तै मरेकाहरू कति छन्। हिजै मात्र हामी त्यहाँ एउटा गाउँमा सुसमाचार सुनाएर आइरहेको थियौँ, सुसमाचार सुनाउनु गइरहेको थियौँ। त्यो गाउँहरू त्यस्तो गाउँहरू कति मरिरहेछ आज प्रभु नचिनेर। आज गाउँमा याद गर्नुहोस् त तपाईँहरूले, धेरै मर्डरहरू भइरहेछ, व्यभिचारको कुराहरू भइरहेछ, लुटको कुरा भइरहेछ, चोरीको कुराहरू भइरहेछ। त्यस्तोहरूको बिचमा अब ईश्वरको राज्य ल्याउनुको लागि चाहिँ हामी जस्तोलाई परमेश्वरले प्रयोग गर्नु चाहनुहुँदैछ। हामी जस्तो मान्छेहरूलाई हेर्नुहोस् है, मेरोमा सायद केही एबिलिटी पनि छैन होला है, मेरोमा म सायद त्यस्तो भएर पनि पढेको छुइनँ म है। तर हामी त्यस्तो बिचमा चाहिँ हामीलाई प्रयोग गर्नु